प्लट 22 सालमा बुवाले 4000 मा किनेको जंगल मुलुक नि जंगल हामी आउँदाखेरिमा 27 30 साल 32 सालतिर हामी सानो थिए त्यति थियौं आउँदाखेरिमा यहाँ मडेलर कुदिराखेका थिए त्यो त्यहाँ खाल्टा छँदै थियो पहिला पनि अनि किन्नु भएको अनि साथी खोज्दा खोज्दा अनि जो साथीलाई सस्तो नि त्यसरी 150 मा बेच्नु भयो रे अंकलले चाहिँ जग्गाहरु छिमेकी होस् अब उहाँहरु मात्रै हुनु भयो यो एरियामा एक धुरको 150 रुपैयाँ 150 रुपैयाँ धुर ए 150 रुपैयाँ धुरमा बेच्नु भयो रे अंकलहरुले अनि चाहिँ त्यहाँ छिमेकी हुनु भएको घर चाहिँ त्यो हो फर्स्टमा छिमेकी हुनु भएको अनि यता होला 150 रुपैयाँमा एक धुरको 150 रुपैयाँमा बेच्नु भएको रे उहाँको बाबाले अनि उहाँको बाबाले किन्नु भएको 2200 मा अनि 4000 जस्तोमा किन्नु भएको थियो रे जग्गा चाहिँ पहिले यहाँनेर उहाँहरु चाहिँ तीर्थुमको हुनुहुँदो रहेछ अनि 22 सालमा आउनु भएको रे उहाँहरु तीर्थुमबाट यहाँ अंकल चाहिँ जानु हुँदैछ उहाँको घर गाइस यहाँ भाँसिएको अवस्था यसरी भाँसिँदो रहेछ लो यो झारै हो भाबी हजुर कस्तो दामी झार वाह ओके हेर्नु न सिरो फुलेको कस्तो दामी कस्तो दामी सिरी फुलेर हावा हलुका चलेर कस्तो राम्रो देखेको भाबीको जग्गा छ हामीको जग्गा हेर्नु आएको यस्तो छ माथि हो यो चाहिँ यस्तो रहेछ बस्नुलाई चाहिँ एकदम आनन्द तर एकदम टाढा लाग्यो मलाई यस्तो छ यो सानो कच्ची रोड हुँदै हुँदै हामी यता भित्र छिर्दैछौँ हाम्रो भाउजूको जग्गा भएको ठाउँमा एकदम शान्त ठाउँ रहेछ के रहेछ यहाँबाट कस्तो राम्रो देखेको यस्तो रहेछ एरिया चाहिँ यस्तो रहेछ पिसफुल एकदम आनन्द स्वर हो हल्ला नहुने ठाउँमा रहेछ मेरो भाबीको जग्गा चाहिँ चाहिँ गाउँ रहेछ किम्बु टिप्नु हुँदैछ यहाँनिर लु भाबी टिपौँ ऊ यहाँ हो यहाँनिर कति कालो कालो छ ऊ ओहो यो चाहिँ धरानको राजा रानी डाँडा यहाँ चाहिँ लिची फल्न सुरु गरेछ लिची हेर्नु न कस्तो राम्रो सानो बोटमा लिची टन्नै फलेछ देख्दैछौ वेदर क्या दामी छ आज अब यहाँदेखि नि पर जानु पर्दो रहेछ मेरो भाबीको जग्गा भएको ठाउँ चाहिँ सो हामी चाहिँ जाँदै हो यो हो मेरो भाबीको जग्गा चाहिँ यो सबै यो रेलिङ लगाएको जस्तै सबै भाबीको जग्गा हो ए पछि छिमेकी आन्टीको घर नजिकै रहेछ यो चाहिँ सबै ओ माथिको त्यो रुख पत्ता रुख नभएदेखिको यहाँ तलसम्म चाहिँ सबै जग्गा लिनुभएको भाबीले यस्तो छ सबै यो सबै रेलिङ लाउनु भएको छ सबै जग्गा चाहिँ अहिले रेलिङ गरेर राख्नु भएको छ यस्तो छ यस्तो दामी छ चाबी चाहिँ लाउनु भएकै रहेन रहेछ यहाँनिर जग्गा यस्तो छ धरान चाहिँ यहाँ पर छ ओहो कति राम्रो देखेको रिसोर्ट बनाउनलाई किनेको यहाँ छ पुल रिसोर्ट दाइ भाबी यो पुल कहाँको सेरा खोला पुल हो यो टिकटक जाने पुल हो त हैन नि है
अर्कै पुल हो यो त। ओ यहाँनिर चाहिँ पुल छ। ल गाई चाहिँ पर देखेको चाहिँ धरान, अनि यो चाहिँ खैरेनी एरिया हो। यो देख्दै गर्नुभएको चाहिँ यो नजिक चाहिँ ठ्याक्क खैरेनी पर्छ। अनि त्यहाँदेखि उता चाहिँ धरान। अनि यो चाहिँ बिदु के अरे ठाउँको नाम? राजा रानी डाँडा अरे। यो चाहिँ यस्तो दामी रहेछ। इधर कस्तो दामी छ, मौसम यस्तो राम्रो छ, चराहरू यस्तो मजाले कराउँदैछ। एकदम आनन्द रहेछ ठाउँ चाहिँ। भत्तिया बेला टच गर्नुपर्छ लजाएर, अनि मकै हो। ओहो कति लजाको तिमी। बाँदर आउँछ अरे नि, बाँदर आएपछि चाहिँ खेती सबै बिगारिदिन्छ अरे। बाँदरको समस्या छ अरे यो एरियामा चाहिँ। सबै बाँदरले चाहिँ खानेकुरा रोप्यो भने चाहिँ सब खतम गरिदिन्छ अरे। अङ्कलले भन्नुहुँदैछ बाँदरले केही राख्नु दिँदैन भनेर। फुल हेर्नु, फुल कस्तो राम्रो व्हाइट कलरमा। यो फुल चाहिँ एकदम पूजामा चल्छ, गाई चढ एकदम बास्न आउँछ यो फुल चाहिँ। अनि पूजामा एकदम चल्छ यो फुल। 30 साल 32 सालतिर हामी सानो थियौँ, त्यत्रो थियौँ। आउँदाखेरिमा यहाँ बँदेलहरू कुदिराखेका थिए। त्यो त्यहाँ खाल्टा छँदै थियो पहिला पनि। अनि किन्नुभएको, अनि साथी खोज्दा अनि जो साथीलाई सस्तो नि त्यसरी भयो। एउटा चरा बसेछ, म जाँदैछु त्यो चरा उड्यो वा। ओहो गयो। यहाँ एक धुरको 150 रुपियाँ। 150 रुपियाँ धुर। ए 150 रुपियाँ धुरमा बेच्नु भयो अरे अङ्कलहरूले। अनि चाहिँ त्यहाँ छिमेकी हुनुभएको घर चाहिँ त्यो हो। 150 रुपियाँमा एक धुरको 150 रुपियाँमा बेच्नु भएको अरे उहाँको बाबाले। अनि उहाँको बाबाले किन। अब कस्तो खालको माटो हो यो भाबी? ला चप्पल त यस्तो भयो गाइजहरू। वा ओके। सिरु हेर्नु न, सिरु फुलेको कस्तो दामी। कस्तो दामी सिरी फुलेर हावा हलुका चलेर कस्तो राम्रो देखेको। ओहो उहाँ पनि छ सानो। उकालो हेर्नुपर्ने रहेछ थोरै। थकाइ मेट्ने ठाउँ। ल पहिरो गएछ यहाँनिर। अब हामी यता बाजेको खेती गर्ने ठाउँमा जाँदैछौँ। गलेको अवस्था। बच्चा रहेछ मै एक्लै सिङ्गल रहेछ अनि कराउँदै रहेछ। यहाँ चाहिँ मम्मी होला उसको। वाह के को फोटो यो कस्तो राम्रो। यो के हो?